अमराईमा सराई नाच हेर्नको लागि गएको छौं। ल गाइस हेर्नु बाटो यस्तो छ, बाटो कोइला नेता पुग्ने निकाल्दा छन्। कोही सराई हेर्न भन्छ नि त के भन्छ नि ल यस्तो हिँड्न भनेन मैले जात्रा भन्छ नि। हामी चाहिँ फाइनली गाइज हैन आज चाहिँ यस्तो मेला हेर्नलाई हिँडिरहेको छौँ हैन। मेला हुने चाहिँ उ त्यो जो मन्दिर देखिएको छ डाँडामा हैन, त्यहीबाट सुरु हुनेछ मेला हैन। दसैँको मेला जस दसैँको तेस्रो दिनको दिन हैन, त्यो डाँडामा मेला हुन्छ। त्यसै कारण आज चाहिँ फाइनली हामी मेला हेर्न हिँडेको। त भान्जीहरू हुनुहुन्छ हैन, टक्क लाएर रमाइलो भए एकदम जस रमाइलो चाहिँ गर्नुपर्छ अरे कि जिन्दगीमा हैन। के छ र उता अब यो चाहिँ हारो पाइयो हैन, टक्क हिरो बनेर हिँडिराखेकै। ए एकपल्ट हेर्न यार यता यार, यो अलि शर्माउँछ हैन, यताबाट हेर्नुपर्छ कि टक्क लाएर। यो शर्माउँछ कि हैन, अलि लजाउने रहेछ। त्यही भएर यता चाहिँ हाम्रो सोल्टिडाहरू चाहिँ टक्क हिँडिरहनु भएको छ हैन। अहिले म चाहिँ यो सराय नाच हैन, अब उहिलेदेखि आएको रीतिरिवाज हैन। अब हामी चाहिँ 5 मिनटपछि जो सराय निकाल्छौँ त्यही पुग्नेछौँ हैन। अब धेरै टाढा छैन, त्यति नै हो। टक्क लाएर यहाँको भ्यू देख्न सक्नुहुन्छ हैन। गाउँतिरको हावा पानी सरर पुरा जस पानी परिरहेको छ है। सो म चाहिँ अब हैन एकैचोटि माथि सरायराममा हैन मन्दिरमा पुगेपछि भिडियो बनाउने छु हैन। अहिलेलाई चाहिँ यति नै। फाइनली हामी चाहिँ अब यो मन्दिरमा जाने बाटो हो हैन। यो मेन रोड छोडेर चाहिँ सिडीमा चढ्नुपर्छ कि टक्क साइसेनाले बनाएको अरे हैन उहिले जमाना। अहिले चाहिँ साइसेना यहाँ बस्दैन हैन, सरिसकेको छ। ल यो चाहिँ कडा हो क्या, यस्तो ठाडै छ क्या हैन सिडी पनि। ल ए सिडी कडै छ हैन। ए टेरिका यहाँबाट लोट्ने आखिर उतै मेन रोडतिरै हो। यो चाहिँ हैन हाम्रो हिरो हो नि त। है केही भन्दे यार यसो भिडियोको लागि यार। तेरि त बोल्दै बोल्ने हुन्छ हौ, सर पाउने रहेछ हैन। यो मेन रोड उहाँ छोडेर आइसक्यो। अब 2 मिनेटपछि हामी मन्दिरमा पुग्नेछौँ। ल यहाँको भ्यू चाहिँ हरियो क्या हैन। गाउँतिरको सब पाहाडतिर यस्तै हो, डाँडा पाखा हैन, हरियाली जङ्गलहरू टक्क लाएर। यता पनि भलागर गरे हैन हाम्रो साली। ओहो बाटो त यस्तो रहेछ। यहाँ चाहिँ पिकबलको बुट्टा हैन, टक्क थकाइ मार्ने क्या। थकाइ लागेको है, हामीलाई त थकाइ लागेको छैन। त्यही भएर हामी चाहिँ यही बाटो हो कि क्या हो हैन, कताबाट झर्छ। ओए हिँड्यो कि क्या हो, हिँडेछ त यार।
अब हामी चाहिँ यो मन्दिरको गेटमा आइपुग्यो होइन। श्री कालिका माई मन्दिर प्रवेशद्वारा भनेर लेखिएको छ होइन। बाबा जाम तल फाइनली होइन सराय नाच चाहिँ तल झरिसकेछ मन्दिरबाट होइन। मन्दिरमा भइरहेको थियो। सराय नाच चाहिँ तल झरिसकेछ होइन मन्दिरबाट। हाम्रो गाउँतिरको होइन मेला चाहिँ यही होइन। टक्क लाएर बाजा गाजा सनाई होइन के हो नि। अब हाम्रो मेला चाहिँ यही होइन। यहाँ त अहिले सिँढी भएको कारणले यहाँ त्यति खासै राम्रो भएको छैन। अनि मेरोमा पुगेपछि चाहिँ राम्रो हुनेछ होइन। दरबारहरू छ होइन टक्क लाएर। अब चाहिँ सराय नाच चाहिँ मन्दिरबाट तल झरेर अब मेन रोडमा पुगिसकेको छ होइन। टक्क यस नाच हेर्ने डोलीहरू चाहिँ झर्दैछ होइन। हामी चाहिँ अलि लेट भएको कारणले नाचलाई मन्दिरमा भेटाउन सकेनौँ। मन्दिर चाहिँ देखाउने छु होइन। नाच सुरुवात हुने जो मन्दिर छ ऊ चाहिँ देखाउँछु म। जति बोक्नु तिनी बोक्नु फाइनली होइन जो हाम्रो सराय नाच हुन्छ यही मन्दिरबाट नै सुरु हुनेछ होइन। यहीबाटै सुरु भएर तल झरेको हो। हजुरहरूले देख्न सक्नुहुन्छ होइन। टक्क लाएर एकदमै बबालो के मन्दिर त। ए दिदी तेरिका कति बेला आउनु त्यो भनेको? कति बेला आउनु हो र? मेन रोड चाहिँ वहाँ तल छ है। टक्क लाएर यहाँको गाउँ देख्नुहुन्छ होइन। वहाँ पारी हुँदै चाहिँ बबाल छ क्या। यहीबाट नै हो सुरु हुने नाच जो सराय नाच होइन। यही मन्दिरबाट नै सुरु भएर तल झरेको थियो होइन। जाम जाम तल जाम। अब चाहिँ यो मन्दिर होइन। अब म देखाइसकेँ जो सराय नाच सुरुवात हुने मन्दिर चाहिँ यही हो होइन। अब हामी चाहिँ तल मेन रोडमा जानेछौँ अनि त्यहाँ गएर चाहिँ देखाउने छौँ होइन कस्तो हुन्छ सराय नाच भनेर होइन। यदि थाहा त होला धेरै जसोलाई होइन प्राय जसोलाई। अब थोरै मात्रामा थाहा नभए पनि सराय नाच होइन टक्क लाएर कस्तो हुन्छ त भनेर देखाउने छु होइन। ऊ त्यो जो देखिन्छ त्यो चाहिँ शीतखोला भन्छ होइन।
पानी आएको कारणले यो धमिलो छ होइन। सो हामी चाहिँ अब मन्दिरबाट झरेर मेन रोडमा आइपुग्यो होइन। यहाँ चाहिँ खाना बस्नको लागि टक्क कटेज पनि छ है, नास्ता पानी गर्नको लागि होइन, कटेज बनाइएको छ। नाच चाहिँ नाचिरहेको छ है। हाम्रो सराहना देख्न सक्नुहुन्छ होइन, कस्तो के हो भनेर होइन। टक्क लाएर उहाँ नाचिरहनु भएको छ होइन। अलि यहाँ पछि भएको कारणले हामी चाहिँ राम्रोसँग देखाउन सकेका छैनौँ होइन। उहिलेदेखि आएको परम्परागत नाच चाहिँ यही होइन। हातमा तरबार लिएर होइन, अनि बाजा के गर्नु खोइ अब मलाई नि खासै थाहा छैन होइन। यहाँ चाहिँ के पढेर पढ्नु भएको छ होइन, अनि गाना पनि गाउँदै हुनुहुन्छ है। चाहिँ हाम्रो गाउँतिर होइन, यही हो देन होइन। कस्तो लाग्यो गरेर भन्न हामी चाहिँ माथि द छ होइन, द गएर चाहिँ देखाउने छ होइन। हाम्रो ठाडा अमराई द भन्ने छ होइन, उहाँ माथि उहाँ गएर चाहिँ देखाउने छौँ होइन। जात्रा चाहिँ जे कडै छ कि होइन।
हिँडिरहेको छ टक्क लाएर। फाइनली गाइस हामी चाहिँ अमरै के अरे ठाडा अमरै द होइन आइपुग्यो। मामा देखिनु आयो अघि जो द देखाउँछु भनेको थिएँ होइन, द चाहिँ यही हो होइन, उता यही हो ठाडा अमरै द भन्ने होइन, टक्क लाएर डमरु ताल हो कि के हो मलाई त्यो थाहा छैन होइन। यहाँको दृश्य चाहिँ देख्न सक्नुहुन्छ होइन, यता आउनु यता टक्क यता वरिपरि सब देखाइदिनु त। ठाडा द होइन, यहाँ चाहिँ पहिल्यैदेखि छ कि यस्तै अब यो ताल बनेको थियो होइन, टक्क लाएर यहाँ चाहिँ एकदमै राम्रो छ कि होइन बस्नलाई चाहिँ। यता जाने कि कता जाने हौ हजुर? ल भान्जी आइ गरिदिनु हो ल, उता नि हो कि भान्जी त सबै भान्जेन के। ल नमस्ते, के छ कस्तो आजको होइन, आजको मेला कस्तो रहिरहेको छ त ल भन्नु त। मेला चाहिँ कस्तो लागिरहेको छ ल बब्बाल अरे है। हाम्रो एउटा यहाँ भलगर साली हुनुहुन्छ कि होइन, उहाँले पनि भिडियो बनाइरहनु भएको छ है, भिडियो बनाइरहनु भएको त नि। यो एउटा सानो सानो मन्दिर पनि छ यहाँ, यसो के हो त यो, के हो र यो? यहाँ पौडी खेल्न त, पौडी खेल्न पाए त मजै आउँथ्यो होला होइन। सो यहाँ चाहिँ अम्बा देख्न सक्नुहुन्छ होइन, टक्क लाएर यता अम्बा फलेको छ। अनि यहाँ गाउँघरको अर्ग्यानिक होइन फलफुल हो कि यो भनेको चाहिँ होइन, टक्क लाएर पाक्न लाह। यताकोमा झन् धेरै फलेको रहेछ होइन। खान मन लाग्यो यसो कमेन्ट गरेर भनिदिनु होला होइन, टक्क म डेलिभरी गरिदिन्छु भन्न मिल्दैन होइन। खान मन लाएर के गर्नु, किनेर खानुपर्छ होइन। के को बुटो रहेछ यार यार। पुरा हाम्रो टोलीहरू चाहिँ यता पे पे बजाउँदै आखै भन्छ, यता ल्याउनु त म पनि बजाउनु पर्यो। हालै नि खत्रै बजाइन्छ नि होइन, यस्तो त के गर्नु तर अलि बजाउँदै हिँड्न चाहिँ मिलेन होइन। एकपल्ट यसो बजाइहालेको त्यही पनि हामीले चाहिँ किन्नु मिल्दैन कि हजुर। हो त्यस्तरी चाहिँ होइन पोज गर्ने भनेको। यहाँ फुल पनि एकदम दामी फुलिरहेको छ। आम्बो यहाँ चाहिँ पानीमा चाहिँ हाँस बसेको रहेछ होइन, टक्क दुबो रहेछ उसमा। अनि वहाँ चाहिँ कतिवटा तिनवटा हाँस रहेछ होइन, देख्न सक्नुहुन्छ हाँस चाहिँ। ए सँगै गएको टिकापट्टि हाँस चरिरहेको रहेछ क्या है। फाइनली यहाँको अब जेस के छ यसो हाई गर्दै हुन्थ्यो होइन, टक्क लाएर यहाँ अब हामी चाहिँ
जानेछौँ होइन यसमा गएर चाहिँ यसो फोटोसोटो खिच्नुपर्छ होइन टक्क लाएर के हो त यो ल यहाँ पनि मन्दिर रहेछ कि होइन जय यसरी बजाउनु पर्छ कि टक्क लाएर जय माताजी भनेर आम्बो हामी उतै पुग्ने हो फेरि म त यत्नै निस्किन्छु भने थिएँ यताबाट छ कि छैन यत्नै आँटा त रहेछ नि अनि जमाउनु आउनु यता आँटा जमाउनु भन्छ फाइनली यो सरा नाचको बजार चाहिँ हजुरहरूले देख्न सक्नुहुन्छ होइन के चाहिएछ भन्नु होला है टक्क लाएर यहाँ सब पाइन्छ होइन यहाँ एकदमै ठुलो बजार लागेको रहेछ होइन कपडादेखि लिएर यताउति बच्चाका सबै खेलाउने कुराहरू होइन सब पाइएको रहेछ होइन टक्क लाएर होइन यता नजाम होइन यति जाम यता ल चप्पल चाहिँ हरिब दामी दामी रहेछ कि होइन टक्क जुत्ता चुरा सब पाएको रहेछ कि होइन अलि ठुलै बजार लाग्दो रहेछ यहाँ होइन के जे आफूलाई चाहिन्छ होइन सामानहरू ल आयो जुत्तो जुत्तो सब पाइन्छ कि होइन टक्क लाएर भित्र यहाँको बजार देख्न सक्नुहुन्छ होइन कता बाटो यता जाने ल 500 मा 3टा टी सर्ट पाइँदो रहेछ होइन एकदमै होलसेलमा के टक्क बजार होइन आज चाहिँ होलसेलमा दिइरहेको रहेछ यता 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 अब चाहिँ हामी फोटो खिच्ने ठाउँमा आइपुगियो होइन फाइनली सिद्धगङ्गा नगरपालिका वडा नम्बर 3 ठारा डमरुद भन्ने रहेछ होइन यो दको नाम चाहिँ होइन दिलमा बसेर टक्क फोटो खिच्नुपर्छ अनि यता चाहिँ शिवजीको एउटा मूर्ति बनाइएको रहेछ होइन टक्क शिवजीको मूर्ति पनि बनाइएको रहेछ होइन म पहिलो साल आउँदा चाहिँ यो थिएन होइन अहिले चाहिँ धेरै विकास गरिसकेछ होइन टक्क यता पनि मान्छे पनि बस्ने होइन टक्क यो चाहिँ लजाएर उडी भएको त होइन यहाँ चाहिँ यसो अहिले फोटो खिच्नुपर्छ होइन यतै अब त जामको यता टक्क लाएर त उडै हो कि होइन रमाइलो भएको जस पिङ खेल्न जानुपर्छ क्या हो यार त्यहाँ त ओहो के हो त्यो सामान रहेछ कि होइन नत्र पिङ खेल्न गइहाल्नु नि त ल यहाँ चाहिँ अलि पानी आएर हिलो भएको कारण होइन अलि दुःखै रहेछ हिँड्नलाई चाहिँ यता चाहिँ सब आज पानी आएको थियो होइन त्यसै कारणले हिलो भएर रहेछ होइन यता जाम यता त यति जाम न उता जाने होइन ओहो यो हिलो हेर्नुहोस् त गाइस पानी आएपछि के गर्नु यस्तै हो हिलो धुलो पानी नि आउँदा हिलो हुन्छ पानी नआउँदा धुलो हुन्छ ल कस्तो चस्मा लाउने होइन टक्क यहाँ तपाईँहरूलाई जस्तो चस्मा चाहिन्छ उस्तै छ होइन यहाँ खानेकुराहरू मिठाई अरू सबै अन्य सबै चिज पाइन्छ कि होइन यता जेरी पनि
जेरी पनि खत्री हो कि होइन टक्क यता जेरी चाहिँ बबाल लाग्यो कि होइन यो चाहिँ बुट्टा भरेको यो कति दाइ यो कसरी हो 100 रुपियाँ पाउ हो खाने हो र ए अहिले आउँछौँ दाइ है जेरी चाहिँ एकदमै बुट्टा भरेर बबाल बनाउनु भए रहेछ होइन टक्क अब यहाँबाट टोली तलतिर झर्दैछ होइन आज चाहिँ यो 1 मिलियन पुग्यो भने नि यो भिडियो आज राखेर मात्र ल ल पानीपुरी खाने भए यसो टक्क खबर गरिहालौँ होइन ओ दाजु यो पानीपुरी कति रुपियाँ प्लेट हो रे हजुर 30 रुपये का आप गए फुल 60 टोलियो खाएगा नहीं खाएगा बताओ ये क्या है ल एकदमै बब्बाल छ होइन के खाने हो टक्क भनिदिनु ल अब चाहिँ कति खानुहुन्छ ल 100 रुपियाँको चाहिँ गरिदिनु पर्यो होइन टक्क खानुपर्छ जेस आजको मेला चाहिँ जेस रमाइलो भएको पानीपुरी खाने होइन अब ल ओ ल यो छोप्नु 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 ल साली तपाईँले खानु छिटो हो त्यता जानु 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 ल टोलियो झोल चाहिँ आफै हालेर खाने अरे होइन त्यो पैसा दिनु त म समातिदिन्छु ल हाम्रो भान्जीले चाहिँ आज पानीपुरी खाँदै हुनुहुन्छ होइन हाम्रो पानीपुरी पार्टी हो कि यो भनेको ल अब चाहिँ भन्नुहुन्छ कि कस्तो होइन यहाँको पानीपुरी कस्तो लाग्यो त भान्जी यहाँको पानीपुरी ल बब्बाल छ अरे होइन टक्क खाने भए आउनु होला म पनि चाख्छु होइन एउटा पानीपुरी ल तपाईँले खानु पर्यो ल तपाईँले खानु ल म पनि पानीपुरी खानु लाग्यो होइन टक्क कस्तो म के खाने बहिनी पानीपुरी जस पानीपुरी चाहिँ बबाल रहेछ होइन दाइको खाने भए आउनु होला होइन ठाडा डमरू द पानीपुरी खाएर जानु होला होइन यहाँको के खाने भाइ पानीपुरी खाने हामी चाहिँ पानीपुरी खाएर भ्याइसक्यो होइन सो यहाँ चाहिँ एउटा भगवानको मूर्ति नै रहेछ होइन शिवजी र पार्वती हो कि के हो अब उहाँ चाहिँ देख्न सक्नुहुन्छ होइन टक्क एकदम दामी रहेछ होइन अनि उहाँ गएर चाहिँ त्यो उफ्रिने होइन उफ्रिने खेल्ने बनाइएको रहेछ अनि यहाँ चाहिँ यो के बनाइएको होइन टक्क इनार हो कि के हो रहेछ होइन यहाँ चाहिँ म चाहिँ यो आजको भिडियो चाहिँ यहीँ समाप्त गर्न चाहन्छु होइन नेक्स्ट भिडियोमा
भेटौँ न ओके बाई